मङ्सिरबाट जाने कुरा गरेको थियो तपाईँ स्कुल कुरा आएन शनिबार भोलि शनिबार जाने कुरा थियो नजाने भयो कि भइरहेछ फोकस गर्ने देखाउनु पारेको आज आउँदा नि के गर्नु म सब मिलाउँछु पारेको त साउन्ड भन्दा पनि ठुलो धेरै होला त्यसपछि हामीले के खोजेर काट्ने किन काटिसकेको यो पातले धेरै उ लिन्छ कि एनर्जी लिन्छ कि है यसरी काट्यौँ हामीले अनि टक्क यहाँनिर लिक्विड लगायौँ होइन लिक्विड होइन रे घिउ गुमार्यो अनि हामी आलु टक्क आलु लिन्छौँ अनि आलुलाई चाहिँ टक्क यहाँ आधीमा काट्छौँ होइन चकुले पनि काट्न सक्छ त अनि आलु चाहिँ आलु बिचमा यसो पाल पार्छौँ पाल पनि होइन थियो त यसो गर्छौँ जब निक्लेको यहाँ हालिदिन्छौँ होइन यसो हालिदिन्छौँ टक्क भयो नि अनि मान्छे ल्याउनु यहाँ ल्याउनु फोकस गर्नु ल्याउनु गाह्रो टक्क एकैछिन रोकिसक्यो यस्तो बेला छ दसैँ आउने बेलामा यस्तो कामहरू गरेर दसैँको लागि टक्क मिलाउनु परेन हैन हामीले आलु नि किन लगाउँछौँ आलुले चाहिँ यसलाई एनर्जी दिन्छ कि रुटिङको लागि भनेको किनभने आलुसँगै एनर्जी हुन्छ नि त जरा आउनको लागि चाहिँ एनर्जी दिन्छ कि है त्यहाँ बुढीहरू भइसकेको रहेछ खाऊ न ल्याइस त त्यो त धेरै कमजोर छ नि त सार्नको लागि त्यो के भन्छ नि के अरे यो काठ अहिले एकछिनमा फुटुक्कै झऱ्यो भने त यो पनि किन काट्छ यसको पातले मात्र धेरै एनर्जी खान्छ कि सरी हो यसको चाहिँ किन काटिसक्यो त
त्यो एउटा चाहिँ लामो किन? यो एउटा चाहिँ राख्नुपर्छ। अनि यसको यहाँ जरा छ नि त है, यहाँ जरा छ। त्यो तलबाट के डल्लो डल्लो आएको यो? यो जरामा यस्तो गाँठा हुन्छ नि, त्यहाँबाट यसले पानीहरू लिन्छ कि। यसलाई चाहिँ अब हामी केमा राख्ने थाहा छ? पानी चुइयो तल उता उता उता। ए होस् के भन्नु। अब हामीसँग यहाँ नरिवल छ नि, के कस्तो खालको नरिवल हो? होइन टक्क नरिवलको जटा छ नि, अनि हामीले नरिवल खाइसक्यो। यहाँ बिचमा छ। मलाई किन नराखिदिछ? कस्तो मान्छे होला। यहाँनिर हामीले अनि यो अहिलेको बिरुवा त्यसलाई चाहिँ यहाँनिर हालिदिन्छौँ क्या हामीले यहाँ है। टक्क लाग्यो। यसलाई चाहिँ अब हामीले यहाँनिर होइन यसरी यहाँ हालिदिन्छौँ। जराभित्रै परोस्, टक्क यहाँ बस्छ नि। अहिले आएको जुत्रा हुन्छ, जुत्रा सुत्रा सबै हामीले यहाँ हालिदिन्छौँ। यो चाहिँ कस्तो खालको? यसो जुत्राहरू हामीले यहाँ हालिदिन्छ यसरी। यो माथि माथि आएको जुत्राहरू पनि यसलाई यताबाट राख्ने जस्तो। अनि यता ठाउँमा चाहिँ किन न? यताबाट आएको जुत्रा हुन्छ नि यो त्यहाँ त झुत्रा नै आनेले राखेन त। सँगै पर्छ नसके थप्पड हाने निकाल्ने। यसलाई यहाँ राखिदिन्छौँ किनभने यो नझरोस् भनेर। नझरोस् भनेर यसलाई तारले यस्तो बाँधिनु भइहाल्छ। माटोमा हुन्छ यो कसरी झर्छ? ठिक छ। यसलाई अब यहाँ तार लगाउने। तार चाहिँ खोजेरै ल्याउनु पर्छ है, चोरेर चाहिँ ल्याउनु पर्दैन। हाम्रो त यहीँ थियो, यता थियो। लपेटिएपछि तारले बाँध्ने यहाँ भित्र छिराउँ यहाँ। हुन्छ टाइट भयो है।